हेलो गाइज अनि म चाहिँ आइसकेको छु फेरि हाम्रो अर्को ब्लग लिएर अनि टुडे इज आवर सेकेन्ड डे अफ इन्डस्ट्रियल भिजिट अनि हामी चाहिँ आज जानेछौँ बनेपा अनि त्यहाँ चाहिँ हामी हेर्नेछौँ स्पाइनल इन्जुरी रिहेबिलिटेसन सेन्टरमा चाहिँ अब कस्तो कस्तो मान्छे हुन्छ त त्यो के कारणले त्यस्तो मान्छेहरू त्यहाँ राखिन्छ भनेर हेर्नेछौँ अनि त्यसमा चाहिँ आज हाम्रो रमाइलो नै हुनेछ किनकि हामी काठमाडौँ भ्याली छोडेर बाहिर जानेवाला छौँ सागाको बाटो हुँदै सागाको मूर्ति नै देखाउनेछौँ हामी बाइ द वे अनि यति भन्दै अब म चाहिँ मेरो यहाँबाट चाहिँ घरको यात्रा चाहिँ सुरु गर्छु बाई गाइस हामी पुग्यौँ होइन कलेज अनि यो भाइले 1 घन्टासम्म भ्लग बनाउनु खोजेर अहिलेसम्म बनाएन कुन चाहिँ बहिनी गाइस हामी अब हाम्रो एकछिनमा चाहिँ जोड्ने स्टार्ट हुन्छ होइन अनि हाम्रो त्यसरी बोलाउँछन् बेला बेलामा हजुरलाई कस्तो लागिरहा खतरा गाइस मैले चाहिँ मेरो ब्याकअप प्लान ड्राइभर माइलो मोटर चलाउँदै ड्राइभर गाइस यहाँ धेरै द्वन्द चलिरहेछ होइन हल्का सिट नपुगेर हल्का सिद्धार्थको ब्याङ्क गाइस सिद्धार्थको ब्याङ्क बाहिर म के भनिरहेको थिएँ अब चाहिँ आधी बाटो भन्नु मिल्यो है यो भाइ खुसी छ आज ठिली पाएर सागाको मन्दिर नै देख्न थाले गाइस ल भन्नु पर्दाखेरि चाहिँ सागाको भ्यू देखिन थाल्यो अब हामी एकैछिनमा पुग्छौँ होइन हाम्रो यात्रा चाहिँ अब बिस्तारै चल्दैछ अनि यहाँ धेरै मान्छेहरू जाममा परेर हाम्रो केटाहरू यसरी बाहिर निस्किँदैनलाई सागाको डाँडाहरू गाइस यो चाहिँ मूर्ति चाहिँ हल्का देखेन अनि खतरा ठाउँ आइपुग्यो अनि हामी चाहिँ आइपुग्यो फाइनल्ली हस्पिटल नि राम्रै छ एकदम खतरा नै छ होइन एन्ड भ्यूहरू नि नाइस नाइस छ हौ यहाँ त हामी चाहिँ पुग्यौँ गाइस यहाँनिर चाहिँ खासै अब भिडियोहरू बनाउन मिल्दैन होला तर हामी चाहिँ यहाँनिर के भयो भने चाहिँ सबै लास्टमा कस्तो लाग्दैछ त त्यही हो हस्पिटल चाहिँ बाहिर भयो गाइस छ हामीले चाहिँ होइन हस्पिटल टक्क भिजिट गरेर हेर्छौँ अब हामी जाँदैछौँ कहाँ हो यो भोकेसनल अपर्च्युनिटीहरू यहाँ चाहिँ धेरै किसिमको ट्रेनिङहरू दिने रहेछ अनि अब हामीले चाहिँ स्पाइनल कर्ड इन्जुरी चाहिँ कस्तो रहेछ के हुन्छ सब थाहा पायौँ होइन अनि चाहिँ मजा आइरहेको छ दोस्रो चाहिँ अलिक सन्चो छैन अनि यताको भ्यू पनि देखाउँछु म यस्तो खतरा छ भाइ अनि अहिले हामी चाहिँ खतरा ठाउँमा आइपुग्यौँ अब यहाँ भिडियो अलाउड छैन होला अनि बन्द गर्छौँ होइन अब हामी चाहिँ यहाँ घुम्यौँ अनि हामीलाई चाहिँ विभिन्न किसिमको ट्रेनिङहरू दिने रहेछ अनि यो चाहिँ सेल्फ डिपेन्डेन्स होस् भनेर दिएको रहेछ अनि गाइस अब हामी फर्दर इन्फर्मेसन चाहिँ अब पछि नै दिन्छौँ तर यहाँ भ्यू चाहिँ नाइस छ है अब म्यामहरूलाई चाहिँ उतै डाँडामा जानलाई चाहिँ फकाइसकेको छौँ अब हेरौँ जानलाई पर्मिसन दिनुहुन्छ कि हुँदैन होइन जे भयो नि सालेलाई इङ्ग्लिसमा गाली गर्न मन लाग्छ इङ्ग्लिस हाम्रो राइनी हो या राइनी हो एज राइनी प्योर एज दिदीहरू
अनि हामी चाहिँ डल्लो डल्लो पछाडि अगाडि हिँडिरहेको छौँ होइन किनकि हाम्रो डल्ला सुट नै मिल्नु पर्यो अग्लोसँग मिल्दैन हाम्रो तु भाइ ल दोस्तहरू ल भाइ राम्रोसँग जाऊ तिमीहरू आयो भ्लगमा ल बेलुका म होस्टर हो क्या भ्लगर हो हाम्रो सक्यो अब अब्जर्भेसनल भिजिट स्पाइनल कर्ड इन्जुरीको होइन अब हामी चाहिँ भोलि आउँछौँ नयाँ भ्लगमा सुन्दरी दल रमाइलो चाहिँ भएन तर सोचे जस्तो नरमाइलो पनि भएन इट वाज लाइक अ 50-50 एक्सपिरियन्स अनि अब डाँडामा जानु पायो भने चाहिँ रमाइलो हुन्छ हामी त्यो पनि देखाउनेछौँ अझ घर जाने बाँकी छ हामी बाटोमा नि रमाइलो हुनसक्छ होइन बाइक अनि भोलि सुन्दरी जाँदा यस्तो खतरा रमाइलो गर्नुपर्छ होइन त्यो चाहिँ हामी फुल रमाइलोवाला भ्लग नै हाल्छौँ केही त चलिरहेछ केही त चल्दैछ होइन हल्का रमाइलो नै हुँदैछ हल्का नरमाइलो नै हुँदैछ ओइ तिमीहरूको जोस न हरा यार मेरो यस्तै छ पारा गाइस फर्किँदै एज अमिता आजको ट्रिप कस्तो थियो भनिदेऊ Today's trip was unexpectedly boring, but at the same time it was amazing as well. अनि त्यही भएर अनि ठिकै लागिरहेको छ यस्तो नराम्रो चाहिँ केही लागिरहेको छैन तर हल्का त्यसले मलाई जज हाल्यो अनि खासै कोअपरेसन चाहिँ भएन कोर्पोरेसन कलेज चाहिँ हुन्छ राम्रो त्यही पनि रमाइलो भयो फोटोसोटो खिच्यौँ होइन पाहाड साहाड हेऱ्यौँ रमाइलो भयो इट वाज फन इट वाज अमेजिङ गाइज वी आर गोना मेक इट काउन्ट तिमीलाई कस्तो लाग्यो ल ऊ पेट दुखेर मर्न लाग्यो ओ छोरा तिमीलाई भनेर यार हाई भनिदेऊ किरणजी अमिताभ गजमेरको छोरा हजुरले बाहिर यो चाहिँ अभिषेक ओ यता हेर त हरियो कुकुर हो है गाइस हरियो कुकुर अभिषेक कस्तो लागिरहेको छ भने आजको फिल्ड ट्रिप एकदम राम्रो अनि हरियो कुकुर के छ हल्का बन बल्ल ढङ्ग केही गीत बजाएको रमाइलो हुँदैछ केही हाम्रो क्लासको फर्स्ट कोअपरेसन है गाइस हल्का अगाडि जान Behind the scenes, nakkan bro, nakkan. Nakkan मुखमा सब धुलो छ मुखै मुख छ भनेर त पुरा साथी होइन गाइस अनि कलेजतिर चाहिँ हामीले मतलब अब आधा साथीहरू चाहिँ सुत्नु सक्दैन होइन अब चाहिँ धेरैजनाले सिकाउँदैछ मजा आयो भनौँ भनेको भयो आइपुग्यो जे भयो नि गाइज होइन हामी चाहिँ कलेज आइपुग्यो अब धेरै नै एलर्जी टाइपै हुन लागिसक्यो धुलो एकदम थियो सागाको बाटो दिदी बाटोदेखि ओर्लिनु पऱ्यो आज नि संयुक्त नै है संयुक्त ब्रान्ड